हाई गाइज, स्वागत छ मेरो युट्युब च्यानलमा। मेरो यो युट्युबबाट पहिलो मिनी भ्लग हो। कृपया सब्सक्राइब गरेर साथ दिनुहोला। म चाहिँ केही समय अगाडि मिराकल गार्डन घुम्नको लागि गएको थिएँ र त्यहाँ चाहिँ मैले फोटो भिडियोहरू बनाएको थिएँ। यो फोटो भिडियोहरूलाई चाहिँ के गर्ने भन्दा एउटा भ्लग बनाएर हाल्छु युट्युबमा भन्ने सोच आयो। अनि आज मेरो विकली अफ पनि थियो, फ्री पनि थिएँ घरमा, यसैले चाहिँ एउटा भ्लग चाहिँ मैले रेडी गरेर पोस्ट गर्दैछु आफ्नै भोइसमा। मिराकल गार्डन चाहिँ दुबईमा छ, सबैलाई थाहा छ है, दुबईमा छ, कति पपुलर छ। जो पनि आउनुहुन्छ मिराकल गार्डन नघुमी चाहिँ जानुहुन्न। तर अहिले चाहिँ अब यो समर स्टार्ट भएसँगै मिराकल गार्डन चाहिँ केही समयको लागि चाहिँ बन्द हुँदैछ, किनभने यहाँ अब धेरै नै गर्मी हुन्छ दिउँसोको टाइममा र यो फुलहरू पनि सायद ओइलिन्छ होला। पानी पनि एकदमै धेरै तातो हुन्छ, त्यो कारणले गर्दा चाहिँ एकदमै यो गर्मीको समयमा चाहिँ मिराकल गार्डन बन्द हुन्छ। फेरि जाडो सुरु हुने बित्तिकै यहाँ चाहिँ चहल पहल सुरु भइहाल्छ, यो खुलिहाल्छ। यो देखिरहनु भएको छ नि, कति राम्रो छ है। घरलाई पनि सजाएको छ, यो भित्तालाई पनि सजाएको छ। ल हेर्नु न कति राम्रो छ के यो है, हात्तीलाई यस्तो मजाले सजाएको। यो चाहिँ माथिबाट लिएको भ्यू हो। अनि यहाँ चाहिँ विदेशी पर्यटकहरू एकदम धेरै आउने। ल हेर्नु न कति धेरै, साँझ परिसक्दा पनि कति धेरै पर्यटकहरू चाहिँ त्यहाँ हुनुहुन्थ्यो कि। अनि यो चाहिँ माथिबाट खिचेको हो, त्यो सबै लभ जस्तो देखिएको छ नि, फ्लावरको हो सबै। अनि यता प्लेन जस्तो देखिएको छ, कस्तो राम्रो लाग्ने कि यस्तो देख्दाखेरि। नेपालको धेरै याद आउने, किनभने हाम्रो देशमा त कति धेरै रिसोर्सेसहरू छ नि त नेचुरल कुराहरूको, तर युटिलाइज चाहिँ गर्न नसकेको जस्तो फिल हो नि। तर यहाँ आइसकेपछि चाहिँ एकदमै धेरै फ्रेस पनि हुने। अब थरी थरीका फुलहरू हुन्छन् होइन, डेकोरेसन पनि त्यस्तै गरी गरेको हुन्छ। अनि अब हेर्नु न कति राम्रो ठाउँ पनि। अनि मैले चाहिँ एउटा दुईवटा भिडियोहरू पनि बनाएँ, फोटोहरू पनि खिचेँ, टिकटकमा पनि राखेँ होइन, मेमोरी हुन्छ नि त पछिको लागि भनेर। अनि यहाँ फोटो खिच्न एकदम गाह्रो, पालो नै नपाउने। अनि सबै फोटो खिच्यौँ, भिडियो खिच्यौँ। त्यसपछिबाट रात परिसकेको थियो, हामी चाहिँ त्यहाँबाट निस्कियौँ। थ्याङ्क यू मेरो भिडियो हेरिदिनु भएकोमा।